होइन धेरै छ, धेरै। अब रमाइलो त भनौँ, अब रमाइलो इन द सेन्स अब मान्छेको पैसा डुबेको स्टोरीहरू मसँग धेरै आउँछ होइन। अब कुनै सुनाउन मिल्छ भने हामीलाई एउटा? एब्सोल्युटली मिल्छ होइन। यो तपाईँको फ्राइडे होइन, बिहिबारको कुरा हो यो होइन, लास्ट विक बिहिबारको कुरा। मेरो अफिसमा एकजना आउनुभएको थियो, उहाँले चाहिँ तपाईँको उहाँको 1 करोड पैसा छ, उहाँले ब्रोकर हाउस कता कताबाट अर्को 1 करोड लिनुभएको छ होइन, पैसा कोल्याट्रल गरेर होइन। अब लोन पनि लिनुभएको छ, अलिकति ब्रोकर हाउसबाट कति छ उहाँको। अब प्रब्लम के छ भनेदेखि त्यो पैसा घटेर 1,10,000 भएको छ, 2 लाखबाट 1 लाख 1 करोड उहाँको छ, 1 करोड लोन कोल्याट्रल लिनुभएको छ, खोजखाज गरेर ल्याउनु भएको छ। 2 करोड पैसा तपाईँको घटेर 1 करोड 10 लाख भएको छ। अब उहाँसँग पैसा बाँकी भनेको सबै तिरेर जम्मा आफ्नो 10 लाख छ, 90 लाख डुब्नु भएको छ होइन। अब स्ट्रेसमा छन् मान्छे होइन। अब मलाई यो उठाइदिनु, मलाई 5 लाख दिन्छु भन्छ होइन, म सक्दिनँ होइन। तपाईँले यो कुरा बुझ्नुपर्ने हुन्छ त्यो भएर होइन। एउटा स्टोरी त्यो छ। अब अर्को स्टोरी कस्तो छ भनेदेखि कोही मान्छेहरू तपाईँको 10 करोड 12 करोड भएको मान्छेहरू मसँग आउनुभएको छ होइन। मेरो पैसा चाहिँ मैले 15 करोड थियो, मेरो अहिले 12 करोड भएको छ, यो 3 करोड मेरो त गयो, त्यो बिर्सिन्छु म। अब चाहिँ म के गरौँ सर, यति धेरै पैसा छ मसँग, अब मेरो नाममा छ, मेरो बुढीको नाममा छ, छोराछोरीको नाममा छ होइन, धेरैको नाममा छ, यो पैसा चाहिँ अब कसरी जाने, यो गरिदिनु पर्यो भन्ने मान्छेहरूको इन्सिडेन्ट छ। अब अर्को के छ भनेदेखि कोही मान्छेहरू चाहिँ तपाईँको 20 वर्षदेखि स्टक मार्केटमा लागिरहेछन्, 15 वर्षदेखि लागिरहेछन्, पैसै लुज गरिरहेछन् स्टिल होइन, पैसै लुज गरिरहेछन्। यो पनि अब मलाई चाहिँ अचम्मै लाग्छ, यत्रो वर्ष के गरेर बस्नु भने एटलिस्ट तपाईँको 20 वर्ष हुँदाखेरि 15 वर्ष हुँदाखेरि एटलिस्ट मलाई म चाहिँ बरु 20 वर्ष अगाडि नै सुरु गर्नुपर्ने थियो कि जस्तो फिल हुन्छ मलाई कहिलेकाहीँ चाहिँ होइन। किनभनेदेखि यदि तपाईँले स्टक मार्केट बुझ्नुभयो भने चाहिँ तपाईँले त्यो टेन्सन लिइरहनु पर्दैन। त्यो भएर चाहिँ अब अरू पनि धेरै छन्, जस्तै आज होइन फ्राइडे चाहिँ तपाईँको एकजना आउनुभएको थियो, बुवाले क्वेसन लिनुभएको थियो भने ड्याडले क्वेसन लिनुभएको थियो, छोरालाई पनि ल्याउनु भएको थियो। कुरा भयो, छोरा पनि भर्खरै यङ हुनुहुन्छ, ब्याचलर गर्दै हुनुहुन्छ। उहाँले चाहिँ मेरो कोर्सहरू गरेर सबै कुराहरू सिक्नुभयो। उहाँले छोराको लागि मेरो अर्को जुन ट्रेडिङको छ त्यो ट्रेडिङको चाहिँ छोरालाई चाहिँ कोर्स लिइदिनु भयो त्यही होइन। त्यो पनि म एज अ कम्प्लिमेन्टै लिन्छु। कोही आएर मेरो अफिसमा आएर भेट्न आउनुभयो, छोरा बोकेर आउनुभयो, कुरा मन परेर सबै कुरा बुझेर उहाँले लिइदिनु। यस्तो धेरैवटा इन्सिडेन्टहरू छ, राम्रो पनि छ नराम्रो पनि छ। यही 1-2टा चाहिँ अलिकति रमाइलै छ।